म चाहिँ आज चाहिँ फेरि सिलिङकोट डाँडा चढ्नलाई यो अर्को बाटो रहेछ त्यो बाटो आएको छु अनि अहिले चाहिँ म थकित अवस्थामा बसिरहेको छु। यहाँ चाहिँ यस्तो बस्ने व्यवस्था पनि रहेछ, यो चाहिँ राम्रो लाग्यो। यो बाटोमा चाहिँ म हिजो गएको बाटोमा चाहिँ थिएन यस्तो प्रतीक्षालयहरू, यहाँ चाहिँ रहेछ। यहाँबाट यस्तो भ्यू आँखाले चाहिँ देखेको छ, अहिले क्यामेरामा चाहिँ खासै देखेको छैन। अब म मुनि फर्किने बेलामा अर्को भ्यू हाल्छु, त्यतिखेर नै हेर्नु होला हजुरहरूले। अनि मैले चाहिँ भिडियो हालिरहेको हुन्छु युट्युबमा पनि। अनि आज भर्खर नि एउटा भिडियो अपलोड गरेको छु मैले। हरेक दिन म हाइक जान्छु, हरेक दिन म नयाँ भिडियो हाल्छु, त्यो चाहिँ मेरो च्यालेन्ज हो। अब यो च्यालेन्ज मैले कति दिनसम्म गर्न सक्छु त्यो चाहिँ थाहा छैन मलाई, तर म हप्तामा डेली हाइक जान नसके पनि हिँड्न नसके पनि यस्तो डाँडातिर हप्तामा 2-3 दिन भए पनि जान्छु र यस्तै आनन्दले एक्लै बस्छु, यता चराहरूको आवाज सुन्छु भनेर चाहिँ आएको म। ठिक छ, आज चाहिँ योभन्दा माथि जान सक्छु म अझै। के गर्छु थाहा छैन, अहिले एकछिन यहाँ बस्छु। पुरै पसिनाले निटुक्कै भएको छ, पुरै पसिना भएको छ यहाँ। अब के हुन्छ है, ल।